नमस्कार। अघिल्लो भिडियोमा हामीले घर निर्माण सम्बन्ध प्रमाणपत्र भनेको के हो, यो किन आवश्यक छ र यसले तपाईँको घरलाई कस्तो कानुनी महत्त्व दिन्छ भन्ने कुराको बारेमा बुझेका थियौँ भने यस भिडियो मार्फत आज हामीले घर निर्माण सम्बन्ध प्रमाणपत्र लिने सम्पूर्ण सरकारी प्रक्रिया, आवश्यक कागजातहरू, यो लिन कति शुल्क तिर्नुपर्छ र कति समय लाग्छ र निरीक्षणको बारेमा यस भिडियो मार्फत आज हामीले सम्पूर्ण कुराहरू बुझ्नेछौँ। कृपया यस भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोला। सामान्यतया यस भिडियोमा हामीले घर निर्माण सम्बन्ध प्रमाणपत्र कसरी लिने, कहाँ आवेदन दिने, कुन कुन कागजात आवश्यक पर्छ, स्थानीय तहले कसरी निरीक्षण गर्छ, कति समय लाग्न सक्छ र शुल्क कसरी निर्धारण हुन्छ भन्ने कुराहरू बुझ्नेछौँ। निर्माण सम्बन्ध प्रमाणपत्रको लागि सबैभन्दा पहिला तपाईँहरूले आवेदन यानि कि निवेदन दिनुपर्ने हुन्छ, जुन चाहिँ तपाईँहरूले सम्बन्धित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिकाको भवन शाखामा गएर निर्माण सम्बन्ध प्रमाणपत्रको लागि सबैभन्दा पहिला निवेदन दिनुपर्ने हुन्छ। त्यसै गरी 2 नम्बरमा रहेको छ आवश्यक कागजातहरू। सामान्यतया निर्माण सम्बन्ध प्रमाणपत्र लिनको लागि निम्नलिखित कागजातहरू आवश्यक पर्छन्। 1 नम्बरमा रहेको छ निर्माण सम्बन्ध प्रमाणपत्रको निवेदन। त्यसै गरी 2 नम्बरमा रहेको छ स्वीकृत नक्सा। 3 नम्बरमा रहेको छ निर्माण अनुमति। त्यसै गरी 4 नम्बरमा रहेको छ जग्गाको लालपुर्जा वा स्वामित्व प्रमाण। 5 नम्बरमा रहेको छ नागरिकताको प्रतिलिपि। त्यसै गरी 6 नम्बरमा रहेको छ उक्त जग्गाको चाहिँ कर तिरेको प्रमाणहरू अथवा रसिदहरू र 7 नम्बरमा स्थानीय तहले माग गरेको अन्य आवश्यक कागजातहरू। त्यसै गरी अर्को चरणमा रहेको छ प्राविधिक निरीक्षण। तपाईँले दिनुभएको निवेदन सम्बन्धित निकायमा दर्ता भएपछि सम्बन्धित निकायबाट इन्जिनियर अथवा प्राविधिक टोली स्थलगत निरीक्षणको रूपमा आउनुहुनेछ र उहाँहरूले मुख्य रूपमा तपाईँले बनाउँदै गर्नुभएको घर स्वीकृत नक्सा अनुसार बनेको छ कि छैन, सेटब्याक, कभरेज, हाइट लगायत भवन मापदण्डहरू पालना भएको छ कि छैन, अन्य आवश्यक मापदण्डहरू पुरा भएका छ कि छैनन्, यी सबै कुराहरूको जाँच गरी टेक्निकल इन्सपेक्सन रिपोर्ट उहाँहरूले चाहिँ तयार पार्नुहुन्छ। यदि भवन स्वीकृत नक्सा र प्रचलित मापदण्ड अनुसार बनेको पाइयो भने सम्बन्धित स्थानीय तहले निर्माण सम्बन्ध प्रमाणपत्र जारी गर्छ। अब निर्माण सम्बन्ध प्रमाणपत्र तयार हुन चाहिँ कति समय लाग्छ भन्ने कुरा चाहिँ नेपालभर कुनै एउटा यसको निश्चित समय चाहिँ छैन। यो स्थानीय तह, कागजातको पूर्णता, प्राविधिक निरीक्षण र सम्बन्धित कार्यालयको कार्यभारमा निर्भर हुन्छ। सामान्यतया मैले भने बमोजिम सम्पूर्ण कागजातहरू पुरा भएको खण्डमा निर्माण सम्बन्ध प्रमाणपत्र केही हप्तामै प्राप्त गर्न सकिन्छ। मलाई अर्को आइराख्ने प्रश्नहरूमध्ये निर्माण सम्बन्ध प्रमाणपत्रको लागि कति खर्च लाग्छ भन्ने प्रश्न पनि एक हो। यसको पनि कुनै एउटा निश्चित शुल्क चाहिँ हुँदैन। प्रत्येक महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिकाले आर्थिक ऐन र राजस्व दर अनुसार शुल्क निर्धारण गरेको हुन्छ। धेरै स्थानीय तहमा चाहिँ शुल्क भवनको बिल्डअप एरिया, भवनको प्रकार र स्थानीय राजस्व दरको आधारमा निर्धारण गरिन्छ। र अन्त्यमा मेरो अन्तिम सुझाव के रहेको छ भने घर निर्माण सम्पन्न भइसकेपछि निर्माण सम्बन्ध प्रमाणपत्र लिन चाहिँ ढिला नगर्नुहोस्। यो प्रमाणपत्र चाहिँ नापी कार्यालय अथवा भूमि प्रशासन कार्यालयबाट नभई सम्बन्धित महानगरपालिका, नगरपालिका अथवा गाउँपालिकाको भवन शाखाबाट जारी गरिन्छ। यदि तपाईँ पनि घर किन्ने सोचमा हुनुहुन्छ भने त्यो घरको निर्माण सम्बन्ध प्रमाणपत्र छ कि छैन भन्ने कुरा त्यो पनि अवश्य जाँच गर्नुहोला। घर निर्माण सम्बन्ध प्रमाणपत्र केवल एउटा कागज होइन, त्यो तपाईँको घर कानुनी रूपमा स्वीकृत भवन मापदण्ड अनुसार निर्माण भएको छ कि छैन भन्ने कुरा पुष्टि गर्ने एउटा कानुनी आधार हो। त्यसैले तपाईँहरू घर, जग्गा तथा रियल इस्टेटसँग सम्बन्धित यस्तै यस्तै कानुनी अपडेटहरू तथा रियल इस्टेटसँग सम्बन्धित यस्तै यस्तै जानकारीमूलक भिडियोहरू हेर्न चाहनुहुन्छ भने कृपया मेरो यस एकाउन्टलाई फलो गर्न नबिर्सिनुहोला। धन्यवाद।